नेपालमा हुने लगायत तपाईँहरू जहाँसुकै भए पनि तपाईँहरू पनि दुबईमा आएर सेक्युरिटी गार्डको रूपमा काम गर्छु भनेर सोचिरहनु भएको छ भने दुबईमा चाहिँ दुई किसिमका सेक्युरिटी रहेका छन् युएईमा। एक दुबईमा काम गर्ने जसलाई चाहिँ डिपिएस भनिन्छ भने दुबई बाहेक अरू स्टेटहरूमा काम गर्ने सेक्युरिटीलाई चाहिँ पिएसबिडी, पहिला पहिला पिएसबिडी भनिन्थ्यो, अहिले चाहिँ एएसएफआरडी र एएसएसडी भन्ने गरिन्छ। र यिनीहरूको दुइटैको लाइसेन्स पनि फरक फरक रहेको हुन्छ र काम गर्ने वर्किङ आवर त प्रायः सबैको सेम नै हुन्छ र सेलेरी पनि फरक फरक रहेको हुन्छ। तपाईँ डिपिएसमा आउनुभयो दुबईमा काम गर्न भने 12 घन्टा तपाईँले काम गर्नुभयो भने तपाईँले 2200सम्म तपाईँले छुट्टी नगरिकन काम गर्नुभयो भने 2200 देखि 2300 रुपियाँ कम्पनी हेरेर हुन्छ, कम्पनी कस्तो कम्पनीमा तपाईँ आउनुभएको छ। त्यही भएर बुझेर एकदम राम्रो कम्पनीमा आउनु होला। र पिएसबिडीको लागि चाहिँ तपाईँले अहिले धेरै कम्पनीहरू रहेका छन्। कुनै कुनै कम्पनीहरूले चाहिँ तपाईँले 2 वर्षको लागि आउनुहुन्छ नेपालबाट 5-6 लाख रुपियाँ तिरेर यहाँ आइसकेपछि फेरि 2-2 वर्षमा भिसाको लागि पैसा पनि माग्ने गरेको पाइएको छ। म चाहिँ के भन्छु भने एकदमै बुझेर आउनुहोस्, एकदमै राम्रो कम्पनीमा आउनुहोस्। अनि तपाईँहरूलाई कम्पनीको डिटेलहरू पनि चाहिएको छ भने म यसपछि पनि भिडियोहरू बनाउँछु, तपाईँले त्यहाँबाट पनि जानकारी लिन सक्नुहुन्छ। र यसको सेलेरी चाहिँ तपाईँले राम्रो कम्पनीमा काम गर्नुभयो भने 26 दिनको 2760 रुपियाँ तपाईँले पाउनुहुन्छ। ट्याक्कै 2760। 2-4वटा कम्पनी राम्रा छन्, उसले एकदमै राम्रो सेलेरी दिन्छ। र तपाईँले 30 दिन कहिलेकाहीँ 31 को महिना तपाईँले काम गर्नुभयो भने 3300 देखि 3400 रुपियाँ अहिले खाइरहेको छन्। र कुनै कुनै लोकेसनमा फेरि कस्तो हुन्छ भने एलाउन्सेस पनि हुन्छ। तपाईँले एलाउन्सेस पनि पाउनुहुन्छ 500, 200 हेरी हुन्छ। तर नर्मल सेलेरी भनेको 270 रुपियाँ तपाईँको सेक्युरिटी गार्डको 26 दिन काम गर्दा 2770 रुपियाँ तपाईँको सेलेरी भयो। र ओभरटाइम तपाईँले छुट्टी नलिकन 30 दिन ड्युटी गर्नुभयो भने 3260 सेलेरी तपाईँले 3300सम्म सेलेरी तपाईँले थाप्न सक्नुहुन्छ। तर त्यो चाहिँ तपाईँको कम्पनी कस्तो छ भन्ने कुरा हो। सबै कम्पनीले चाहिँ यस्ता सेलेरीहरू दिइरहेका छैनन्। मैले योभन्दा अगाडि 4 वर्ष एउटा कम्पनीमा काम गरेँ, त्यसपछि नेपाल गएँ, त्यसपछि फेरि 2 वर्ष अर्को कम्पनीमा मैले काम गरिरहेको थिएँ। त्यो कम्पनी छोडेर म अहिले चाहिँ अर्को कम्पनीमा आएको छु। र यस्तै हुन्छ, तपाईँले कम्पनी चाहिँ एकदमै राम्रो कम्पनी चुज गरेर आउनु पर्यो। काम भनेको तपाईँको लोकेसन हेरेर हुन्छ, कस्तो ठाउँमा पर्ने, त्यो आफ्नो अथवा म्यानेजमेन्टले तपाईँलाई कहाँ हाल्छ भन्ने कुरो त्यो अब कम्पनीको हातमा भयो। तर काम चाहिँ यहाँ आइसकेपछि तपाईँले एसएलसी पास गरेकै हुनुपर्यो। एसएलसी पास गरिसकेपछि तपाईँको त्यो सर्टिफिकेट नेपाल स्थित युएससी एम्बेसी र सानो ठिमीमा पनि छ। तपाईँले त्यसलाई चाहिँ भ्यारिफाई गर्नुपर्छ तपाईँको ओरिजिनल सर्टिफिकेट हो कि होइन भनेर। त्यसपछि आइसकेपछि तपाईँको सुरुको चरणमा तपाईँलाई एनएसआई गराउँछ कम्पनीले। एनएसआई तपाईँले पास गर्नुपर्ने हुन्छ। 5-7 दिन तपाईँलाई त्यसमा एनएसआईको क्लास गराइसकेपछि इक्जाम लिएर तपाईँले त्यो पास गरिसकेपछि बल्ल तपाईँले पिएचबिटीको लाइसेन्स चाहिँ तपाईँको हातमा परिसकेपछि तपाईँको बेसिक सेलेरी 2000 स्टार्ट हुन्छ। मुख्य यथार्थ भनेको यही हो। तपाईँहरूले जतासुकै जेसुकै जस्तोसुकै तपाईँहरूले भिडियो हेरे पनि। अनि यो हाइटको कुरामा पनि के छ भने नेपालबाट यति हाइट हुनुपर्यो, 5.7 5.8 हाइट हुनुपर्यो भन्ने छ। त्यो हाइटले चाहिँ मैले चाहिँ 7-8 वर्ष भयो मैले काम गरिरहेको, त्यो हाइटले चाहिँ खासै फरक पर्दैन। मैले यहाँ यस्तो पनि देखिरहेको छु धेरै, यहीँ वरिपरि छ मसँगै काम गर्ने साथीभाइहरू, उनीहरूको हाइट एकदम सानो छ। 5.7 सम्मको, मैले 6.2 सम्मको हाइटहरू चाहिँ मैले सेक्युरिटी गार्ड काम गरिरहेको देखिरहेको छु। त्यो हाइटले चाहिँ नेपालमा चाहिँ अब तपाईँलाई मेन पावरले यति हाइट हुनुपर्छ यस्तो उस्तो भन्छ। अनि ट्याटु पनि भन्छ। ट्याटु पनि खासै अब तपाईँले सर्ट लाउँदाखेरि तपाईँको छोपियो तपाईँको ट्याटु हातमा छ भने पनि त्यसले पनि, मैले यहाँ 2-3 जना मेरो साथीहरू नै छ, उनीहरूको हातभरि ट्याटु छ, उनीहरूले सर्ट लगाएर काम गर्छ, त्यसले खासै फरक पर्दैन। त्यही भएर तपाईँहरू सेक्युरिटी गार्डमा काम गर्न आउँदै हुनुहुन्छ भने एकदमै बुझेर आउनु होला। एकदमै राम्रो कम्पनीहरू तपाईँहरूलाई म यसपछिको भिडियोमा त्यो डिटेल बनाउने छु। कुन चाहिँ राम्रो कम्पनी, कुन नराम्रो कम्पनी भन्ने कुरा मैले भोगेका, देखेका र सबै सुनेका कुराहरू म जस्ताको त्यस्तै तपाईँहरूलाई चाहिँ म प्रस्तुत गर्छु। र अब छुट्टीको कुरा गर्दाखेरि तपाईँलाई चाहिँ
2-2 वर्षमा कम्पनीले जाने आउने टिकट दिन्छ, 30 दिनको तपाईँलाई चाहिँ छुट्टी दिन्छ, बेसिक सेलेरी पनि दिन्छ, एकदम राम्रो छ। तर मेन कुरा भनेको तपाईँ कस्तो कम्पनीमा आउँदै हुनुहुन्छ भन्ने कुरा हो। त्यही भएर तपाईँहरू कम्पनी चाहिँ एकदमै बुझेर आउनु होला। यत्तिकै हच्चभरमा त्यत्रो 6-7 लाख रुपियाँ बुझाएर आउँदाखेरि तपाईँले दुःख पाउनुहुन्छ। किनकि मैले भोगिसकेको हो। पहिला 4 वर्ष पिएचबिडीमै काम गरेर गएर पछि 5-6 लाख रुपियाँ खर्च गरेर आएँ। त्यसपछि फेरि अब त्यहाँ 2 वर्ष हुनै लाग्दै थियो। अब भिसाको लागि मसँग 5-7 हजार दिराम मूल्य माग्यो। अनि सेलेरी पनि त्यस्तै नराम्रो सेलेरी। भने जस्तो सेलेरी नै दिएन। त्यसपछि छोडेर म अहिले चाहिँ अर्कै मैले तपाईँलाई यो मेरो कम्पनीको चाहिँ लोगोहरू मैले सोसल साइटमा हाल्न मिल्दैन। त्यही भएर मैले यो भिडियो जति पनि बनाइरहेको हुन्छु अलिकति लोगो नआउने तरिकाले जुम गरेर बनाइरहेको हुन्छु कि। यसमा पनि त कम्पनीको पोलिसी होला। कम्पनीको एउटा रेपुटेड कम्पनी भइसकेपछि एउटा यसको पनि रुल्सहरू फलो गर्नुपर्ने हुन्छ। ल आजलाई यति नै छ साथीहरू। तपाईँहरूलाई म यस्तै भिडियोहरू बनाउँदै जान्छु, हेर्दै गर्नु होला। अनि तपाईँले फर्दर इन्फर्मेसन पछिको भिडियोहरूमा तपाईँले पाउनु नै हुनेछ है त।